नदी पहाडबाट झर्छ। धेरैले सोध्छन् तल झर्नु भनेको पतन हुनु हो, अर्थात् हार्नु हो। तर आज म तपाईँलाई एउटा सत्य कुरा भन्न चाहन्छु, नदी तल झरेर नै समुद्र बन्दछ। जिन्दगी पनि यस्तै हो। कहिलेकाहीँ हामी असफल हुन्छौँ, तल झर्छौँ, मान्छेहरूले हेला गर्छन् अनि आत्मविश्वास हल्लिन्छ। तर त्यो पतन होइन, त्यो परिपक्वताको यात्रा हो। जब तपाईँको योजना असफल हुन्छ, तपाईँले सोचेको मान्छेले साथ छोड्छ, समाजले तपाईँलाई हरुवा भन्छ, त्यति बेला नदीलाई सम्झिनुहोस्। नदीको बाटोमा ढुङ्गा आउँछ, पहाड आउँछ र घुम्ती आउँछ, तर नदी कहिल्यै रोकिँदैन। त्यसले बाटो बदल्छ तर लक्ष्य बदल्दैन। जिन्दगीमा सफल मान्छे त्यो होइन जो कहिले पनि लडेन, सफल मान्छे त्यो हो जो हरेक पटक लडेर पनि उठ्यो। हामी सबैको जीवनमा यस्तो समय आउँछ जहाँ हामी भित्रैबाट भाँचिन्छौँ। त्यो बेला आफूलाई दोष दिनुभन्दा आफूलाई सम्झाउनुहोस्, म तल झर्दैछु तर म सकिँदै छैन, म बदलिँदैछु। नदी जब सानो खोला हुन्छ कसैले ध्यान दिँदैन, तर जब समुद्र बन्छ तब सबै चकित हुन्छ। यदि आज तपाईँ कमजोर महसुस गर्दै हुनुहुन्छ भने, यदि तपाईँलाई जीवनले धकेलेको छ भने तपाईँ डराउनु पर्दैन। तपाईँ नदी हुनुहुन्छ र नदीको भाग्य समुद्र हुनु हो। आज तपाईँ सानो लाग्न सक्नुहुन्छ, तर निरन्तर बगिरहनु भयो भने भोलि तपाईँ नै उदाहरणीय बन्नुहुनेछ।